Hello everyone. हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। मेरो स्वर सुकेर यस्तो भएको छ अनि मेरो स्वर सुके पनि म चाहिँ सुक्नेवाला छैन र मेन कुरा चाहिँ म यस्तो बवाल ठाउँमा छु जुन तपाईँलाई म देखाइहाल्छु है त। गाइस साँच्चीकै नेपाल स्वर्ग जस्तै छ ल। हेर्नुहोस् त म चाहिँ यो बाटो आएको होइन, म चाहिँ अहिले कोटगाउँ भन्ने ठाउँमा छु। देखिएको रातो छाना चाहिँ हाम्रो गोरखकाली रबड उद्योग टायर हो, जुन चाहिँ विगत लामो समयदेखि बन्द छ, तर अब खुल्ने आशाले हरेक मान्छेको चाहिँ मनमुटु मस्तिष्कमा खुसीको रौनक छाएको छ है। आबु खैरेनी क्याम्पस पनि तलसँगै देखिएको छ र छेपेटार पनि पारिपट्टि देखिरहेको छ। यति रमाइलो ठाउँमा छु म चाहिँ, नजिक पनि यति रमाइलो ठाउँमा आउन सकिन्छ। यो ठाउँ हो कोटगाउँ होइन, जहाँ चाहिँ म छु र म चाहिँ आज एउटा भिडियोको लागि आएको हो। र खालि भिडियोको लागि भन्दा पनि म मनोरञ्जन आफ्नो मन भुलाउनको लागि इन्जोय गर्नको लागि आएको। अहिले चाहिँ मनकामना मन्दिर देखिरहेको छ। मनकामना मन्दिरको डाँडा यो चाहिँ होइन, त्यहाँ कुहिरोको भित्रपट्टि मनकामना देवीको मन्दिर छ। बाटो 3 किलोमिटर पिच छ। अब अहिलेको समयमा माथि पिच हुन सकेको छैन। अस्ति राजेन्द्र खड्के दाइले पनि भन्नुभएको थियो के कारणले पिच भएन मनकामनाको बाटो भन्ने कुरा चाहिँ सबैले यो बारेमा सोधपुछ गर्नुपर्ने हुन्छ। एउटाले बोलिदिएर म त्यसले बोलिहाल्छ नि भन्ने होइन कि गाउँको सबै मान्छे लागि परेर बोल्यो भने मनकामनाको बाटो छिट्टै पिच हुन्छ जस्तो लाग्छ। अनि देखिरहेको त्यो कुहिरो लाको डाँडा चाहिँ बागेश्वरी मन्दिर छ। त्यहाँ टुप्पोपट्टि लखन थापाको एउटा छुट्टै एउटा ऐतिहासिक कथा छ। र बागेश्वरी मन्दिर चाहिँ किन भनेको भने त्यहाँ चाहिँ सतीदेवीको मृत्यु पश्चाताप भगवान् शिवले साह्रै कैलाश पर्वतहरू घुमाउने क्रममा काँधमा हालेर आफ्नो त्यो सतीदेवीको लासलाई चाहिँ काँधमा हालेर बोक्ने क्रममा त्यहाँ चाहिँ स्वर कण्ठ खसेको थियो, जसको कारणले त्यहाँ चाहिँ अहिले पनि कुनै पनि नबोल्ने बालबालिकालाई त्यहाँ लयो भने चाहिँ त्यो मन्दिरमा चाहिँ बोल्छन् रे भन्ने एउटा धार्मिक मान्यता रहेको छ। एकदम राम्रो भने पारिपट्टि देखिएको चाहिँ गोर्खा दरबार, जहाँ चाहिँ हाम्रो नेपाल एकीकरण सुरुवाती सुरुवात भएको ठाउँ हो, जुन गोर्खा बजारै देखिएको छ। तर अहिले तुवालोको कारण अलि राम्रोसँग देखिन पाएको छैन। हाम्रो आबु खैरेनी चाहिँ एकदम राम्रो छ। यो तनहुँ जिल्लामा अवस्थित। अहिले म तनहुँ जिल्लामा गइरहेको छु नि। पारिपट्टि देखिएको जति पनि गोर्खा जिल्लाको सुन्दर सुन्दर दृश्यहरू ठाउँहरू देखिरहेको छ। गाइस सबैजना आउनु होला घुम्नलाई। र अब त्योभन्दा पहिला चाहिँ म आज एउटा भिडियो बनाउन आएको र म पनि यहाँ छोटो समयको लागि आएको छु। एकदम चिसो आनन्दमय दिन परेको छ आज। सबैजनाको मुहारमा खुसियाली छ होस् भन्दै गाइस सबैले मेरो आइडी मेरो फेसबुक सबैलाई फलो गर्नु होला। धेरै धेरै माया छ। गड ब्लेस यु अल, लभ यु अल, बाई बाई।